my shoes, headed out at dawn. यहाँ ठोके जस्तो लाग्यो कि बाउन्स भएर Yeah, I saddled my shoes. पुलिसले देख्यो भने पनि अब सर यसरी भयो भर्खर आउँदाखेरि अब काठमाडौँ गएर चेन्ज गर्ने भनेर भन्नुपर्ने हुन्छ Ain't no place gonna hold Savage guys, savage. when the road keeps अरे rolling. बिजोक पारामा हानेछ गाइज यार यहाँ त ल कन्टेन्ट आयो त है कन्टेन्ट भयो त के भएर ठोकेर रहेछ सो स्वागत छ आजको भिडियोमा है वेलकम ब्याक टु अनदर ब्लग अफ प्रतीक्षित है त इट्स बिन अ लङ टाइम अहिले म छु यहाँ सायद निजगढ एरियामा छु अहिले म है मलाई एक्ज्याक्ट लोकेसन थाहा छैन सायद म अहिले निजगढ एरियामा छु मसँग त्यही हो मेरो बाइक अनि प्रज्वलको बाइक अनि हाम्रो एकजना दाइ चाहिँ यहीँसम्म मात्र आउनुभएको हो त्यही भएर दाइलाई यो बाटो छोडेर हामी चाहिँ यताबाट हुँदै निक्लिने भनेर हामी निक्लेको छौँ है त्यही हो मिडल अफ द वे घाम लागिरहेको छ त्यस्तो अब पानी पर्दा जस्तो पनि छ मसँग हेर्दाखेरि धुम्मिरहेको छ होइन तर पनि अब लेट्स सी अब भोलिदेखि काम छ जानुपर्ने हुन्छ है एक हप्ता बिताएको थियो त्यही भएर घरतिर यसो दिदी घरतिर घुम्न आएको थिएँ त्यो गाई स्टेट्युन बाटोमा भेट्नुपर्छ बिस्तारै जानुपर्छ मेरो फेरि के भएको छ भने प्रब्लम चाहिँ देखाउँछ है त यहाँ टायर नै पुरै गएको छ क्या ओ माई गड लुक एट हियर गाइज अय्यामा तारै घोच्यो यहीँ पुरै निक्लिसकेको छ है तारहरू पनि हराइसकेको छ बिस्तारै जानुपर्ने हुन्छ गाइज डर पनि लागिरहेको छ त्यही हो एकदम स्लो मोडमा जानुपर्छ स्टेट्युन बाटोमा भेट्नुपर्छ गाइज है त सो गाइज अब हामी यहाँबाट निक्लेको है अब बिस्तारै एकदम बाटोहरू बनाउने कामहरू भव्य रूपमा भइरहेको छ त्यही भएर एकोर रूपमा जान चाहिँ मिलेको छैन होइन पज गरी राम्रो बाटो आउँछ फेरि बिग्रिन्छ फेरि यस्तरी घुमेर जानु पऱ्यो चोकमा त्यस्तै भइरहेको छ लेट्सी आकाश पुरै धुम्मेको छ क्या आज आकाश खुलेकै छैन आकाश मजाले निलो भएकै छैन आकाश यही हो बागमतीको पुल भनेको गाई चाहिँ त्यहाँ ड्याम पनि छ रोकेर देखाइदिने हो क्या एक लट आहा रोकेर देखाइदिने हो क्या पुल एक लट ल यसलाई भन्छ बागमतीको पुल त्यहाँ अगाडि भएको प्रज्वल भाइ अनि यो म भइहाल्यो तपाईँहरूको आफ्नै भ्लगर ड्याम बबाल बनाएको छ त्यहाँ है काठमाडौँबाट आउने पुल काठमाडौँबाट आउने त्यो फोहोर पानीहरू सबै यहाँ आएर चाहिँ अलिक सफा भइरहेको हुन्छ केही हदसम्म धेरै हदसम्ममा है त्यो गाइस लेट्सको नाउ अगाडि दाजुभाइ दियोस् दामी डुवो मिलिरहेको छ भाइ तिमीलाई मैले तिम्रो बाटो छोडिदिइरहेको छु दाजुभाइ अन मोड है त ब्रेक चाहिँ फेरि दामी हानिदिरहेको छु नि मैले होइन एबिएस बारेमा धेरै समय भयो भाइले हातको साइन चाहिँ दामी दिन्छ त्यो पछाडि बस्दाखेरि उसको पछाडि चलायो भने चाहिँ एकदम सेफ भइन्छ गाइज है एकदम दामी राइडर ल यो डोरी लियो अब बाँधिदिनु पर्यो ल केही बोल न त हामी कहाँ छौँ अहिले चन्द्रनिकापुरमा भिटेनको गाउँमा गाइज अहिले हामी है भिटेनको गाउँमा अब हामी यहाँबाट फेरि अगाडि निक्लन लाग्यो त्यो स्टेट्युन गाइज बाटोमा भेट्नुपर्छ अब है त भाइ तिमी मेरो ब्याग हेर म तिम्रो ब्याग हेर्छु ल ब्याग पनि पछाडि निगरानी गर्नु पऱ्यो नि त गाइज होइन बाटो दामी शीतल छ I'm living my dream guys at this moment जाऊ कुदाऊ
के झरेछ यहाँ बम्पिङमा के झरे जस्तो लागेछ क्या मेरो बाइक त खस्याक्क चाहिँ भयो झर्न त केही झरेन यहाँ चाहिँ तर के झरेछ त कहाँबाट ए प्लेट नम्बर उडेछ है यसलाई कहाँ राख्ने त यार भाइ बाइक ए मक्खे जस्तो लाग्यो क्या है मक्खेको थियो जस्तो लाग्यो यहाँ ठोके जस्तो लाग्यो कि बााउन्स भएर कन्टेन्ट पाइदियो नि भेटेर रहेछ नि त खासमा भेटेर रहेछ नि त अब यसलाई चाहिँ सफा गरेर राख्नु पर्यो होइन त्योपछि पुलिसलाई देखाउनु पर्छ बाटोमा रोक्यो भने है मैले भने खस्याक्क भत्तै भयो तर केही झरेको छैन भन्छु म चाहिँ फेरि यताउति चेक गर्छु केही झरे छैन भन्छु हैन नम्बर प्लेट झरेको मैले उडेकै देखेँ क्या मेरो सिधै आएको झन्नै हो है सरी भाइ यार गाइज यस्तो भएछ मेरो है त्यहाँ अघि बम्पिङमा पुरै भ्याट्टै भएर भाइकोमा यहाँ राखेको छु अब पुलिसले देख्यो भने पनि अब सर यसरी भयो भर्खर आउँदाखेरि अब काठमाडौँ गएर चेन्ज गर्ने भनेर भन्नुपर्ने हुन्छ स्याभेज गाइज स्याभेज नयाँ बाटो भनिरहेको थियो अघिदेखि होइन नयाँ बाटो ठिक छ गाइज समटाइम इट्स ह्यापेन ल तामगढी गेटमा छौँ त अहिले हामी यहाँनिर आउनुभयो भने निजगढबाट अलिकति अगाडि दामी फलफुल पाउँछ है दाइलाई देखाइदिन दाइ यहाँ आउनु त भन्नु त दाइ ल यो ठाउँको नाम भन्नु त ल एकचोटि यो ठाउँको नाम तामागढी गेट हो के पाइन्छ यहाँबाट के छ नजिक के छ यहाँ चटपटी भाइरल छ अनि त्यसपछि फलफुलहरू पाउँछ यहाँबाट नजिक गयो भने कहाँ पुग्छ त इन्डिया पुग्छ 40 किलोमिटर जति छ इन्डिया यहाँबाट ठिक छ गाइज हामीले पनि यहाँ मस्त लाएर होइन अर्ग्यानिक फ्रेस फ्रुट्सहरू हामीले लिइरहेको छौँ अब यहाँबाट फेरि हाम्रो इस्ट वेस्ट हाइवे आउनुभयो भने चाहिँ यहाँनिर छिर्नु होला एकचोटि हामी पाउँछ है खानेकुरा मस्त लाएर खानको लागि चाहिँ अन द स्पोट होइन ल मैले त इन्जोय हानिरहेको छु गाई यत्रो ठुल्ठुलो फेरि अब हामी यहाँबाट हिँड्नुपर्छ गाइज है त अब बाटोमा भेट्नुपर्छ फेरि स्टे ट्युन सो गाइज यो ठाउँबाट चाहिँ होइन यता गयो भने वीरगञ्ज पुग्ने रहेछ यता माथि गयो भने चाहिँ काठमाडौँ पुग्ने रहेछ है ओ केटो त दामी गर्न नै हिँडिसक्यो तर यो ठाउँको नाम चाहिँ के रहेछ भन्ने कुरा चाहिँ मलाई थाहा भएन त पथलैया ओके पथलैया रहेछ यो ठाउँको नाम एक्सिडेन्ट भएको हो र ल मा कसम ओ सेट म्यान ल फक ल माटो अरे बिजोक पारामा हानेछ गाई चाहिँ यहाँ त ल कन्टेन्ट आयो त है कन्टेन्ट भयो त के भएर ठोक्या रहेछ के भएछ चिप्लेको गाडी ए कन्टेन्ट है कन्टेन्ट भएछ है कसैलाई केही भएन नि मान्छेहरूलाई त ए लाग्यो सर जाने सर अब हामी जाउँ बिस्तारै चलाउनु पर्छ है त गाडीहरू चाहिँ एबिएसले काम गरेन क्या हो बाटो चाहिँ मक्खन बनाएर रहेछ यता है हेटौँडा आउनुभन्दा अगाडि अब हेटौँडा 10 किलोमिटर मात्र छ भन्ने जस्तो कुरा गरिरहेको थियो भाइले
के आइपुग्यो हो हेटौँडा अरे ढुङ्गा हानेको अरे अरे ल गाइस हेटौँडा आइपुग्यो हामी अब काठमाडौँ 220 किलोमिटर रे भाइ मुगलिनबाट 220 सरी काठमाडौँ कति किलोमिटर त यहाँबाट 80 किलोमिटर होला यो तपाईँको कुलेखानीको बाटो अनि यता अर्को उहाँ चापागाउँ निक्लिन्छ नि त्यो बाटो चाहिँ 80 किलोमिटर छ होइन कुलेखानी फर्किङ कुरुङ बाटो जान्छ नि ए धन्यवाद मेरो दाइ भैँसे चोक आएको सोध न हुन्छ दाइ यहाँबाट त्यो यस्तो गोलो चोक छ जस्तो होइन त्यहाँबाट माथि लाग्नु पऱ्यो होइन बुद्ध चोक छ होइन सिधै लाग्नु हो माथि लाग्ने होइन ल मेरो धन्यवाद दाइ ल है त यो भैँसे हामी भैँसे भन्ने ठाउँमा आएछ यो हो ऊ त्यहाँबाट जस्तो लाग्थ्यो मलाई चाहिँ त्यहाँबाट यसरी छेउबाट जस्तो लाग्थ्यो पुलिसले सोधेर आइदिउँ म यो कुलेखानीको बाटो होइन यो थ्याङ्क यू सर दामन पुग्ने रहेछ उताबाट सानो है तर साङ्गुरो के मजाको त होइन तर साङ्गुरो के हेर न यहाँ बोर्डै दिइसक्यो साँगुरो ख भनेर अब पुरै यो पहिलाको समयमा राजाहरूले छ नि यो गाडीमा बोकेर के अरे काँधमा गाडी बोकेर गएको भन्थ्यो नि यही बाटो हो के भरियाहरूले गाडी बोकेर हिँडेको बाटो हो यो त्यति बेलामा यो पहिल्यै बाटो भनौँ न काठमाडौँ जाने पहिल्यै बाटो हो क्या यो चल्दैछ बतास गाइज मेरो अहिले अब क्यामेरामा पनि 19% मात्र चार्ज छ होइन ओहो ओहो एकछिन यहाँ चाहिँ वान वे मात्र रहेछ क्या गाइज वान वे मात्र रहेछ यहाँ छिर्दै छिरेन हाम्रो बाइक है भने बाटो त्यहाँ छ आउन दिउँ एकछिन सिङ्गल लेन रहेछ क्या फेरि के अब हामी भीमपेतीलाई छोडेर माथि अब सायद देउराली भन्ने ठाउँ आउँछ होला अब चाहिँ चिसो चिसो पनि हुन लागेको छ डाँडा चढिएको छ होइन सल्लाह धुपीले स्वागत गरिसकेको छ हामीलाई बाइकहरूलाई कति सराच होला यो मुजीहरूलाई कति ढिलो भएको भनेर हतार भएको भनेर हामी पनि त्यही हो गाडी चढेको बेला फेरि नचलाएर बस्यो भने ल गाइज बाटो यस्तै हो त्यस्तो केही भयो भने म अन गरि नै हाल्छु होइन अहिलेको लागि चाहिँ ब्याट्री बचाउनको लागि भए पनि बन्द गरिदिएँ है त ल स्टे ट्युन गाइज अब चाहिँ खाजा खाने समय है देउरालीमा चिसो ठाउँमा मस्त तातो थुक्पा खाएर अब अगाडि बढिदिनु पर्ने हुन्छ है त ल गाइज यहाँबाट चाहिँ ड्याम जाने बाटो हो अर्को काठमाडौँ जाने बाटो अनि हामी यहाँबाट निक्लेर माथि ड्याम पुगेर चाहिँ काठमाडौँ जाने विचार गरेको है त यो चाहिँ आर्मी ब्यारेक यहीँ तल कुलेखानी ड्याम यो है त ओइमा लिकबाट झरिराखेँ कत्रो ठुलो ड्याम देखेको गाइज यहाँ रोकेर भिडियो बनाउनु दिँदैन भिडियो बनायो भने फेरि डिलिट गर्न लाउँछ है अब यसो हेर्ने मात्र हो देखाइदिने मात्र हो झन्डै लडेँ म त्यहाँ अघि लिकबाट तल झरेर है यो चाहिँ नेपालको सबभन्दा पहिलो हाइड्रो पावर है त ठुलो जान्छ यस सर ल ल ल टाटा भाइ है ओ गाइस फाइनल्ली काठमाडौँ आइपुग्यो है टायरको हालत यस्तो भएको छ अहिले
त्यही पनि आइयो एकछिन बाइक तातिरहेको हो अब एकछिन चिसाएर बाइकलाई अब मस्त परिकाले धोइधाइ गरेर घर लिएर जानुपर्ने हुन्छ त्यही हो गाइज अब है त अन्तिमसम्म हेर्नुभयो भने भिडियो लाइक सेयर अनि सब्सक्राइब गरिदिनु है त स्टे ट्युन सी यु नेक्स्ट वान गाइज